दियो त बाटो घाटो दियो खाने पानी दियो स्वास्थ्य पहिला राजाले दियो हेर्नुस् खबरदार आज 2 किलोमिटर कहीँ चाहिँ बाटो बनाएको छ यो सरकारले जो मान्छे पक्कै पनि मैले यसो बुझ्दाखेरि पत्रकार होइन एउटा अस्पताल बनाएको हो यो मान्छे आज एउटा अस्पताल बनाएको छ रोडहरु कसले बनायो सेम त्यो रैतले जे त्यो लोगो टुडी खेल पनि निल्याछ खाका छैन खोला नाला सबै खान्छ अब सुन्नुस् सरकारी सम्पत्ति सबै खान्छ बालेनले चाहिँ त्यो राजाका रैतीहरु 500 सुनुस् 500 रोपनी माफियाले खाएको तपाईं एक और 5 तपाईंका चाहिँ नि सुप्रिमोहरुले खाका सबै बालेनले खाएर हेलो के खायो हामीले होइन त्यो सरकारले खाएको हामीले हो कसो खाएको हामीले हो 1950 को सबै गर्ने हामी हो तपाईको बाटो खाने हामी हो तपाईको चाहिँ 340 को दर खाने हामी हो मान्छेपति हामी हो बाटोलाई खाने हामी हो हामी के खायो यति ओम्नी वाट बडी तपाईको एनसीएल तपाईको धनी त लौडा के त खायो हामीले तपाईले नखाए नि खाना त नेताले खाएर छ नि हैन हाम्रो पार्टीले कुन खायो भनेको अन्य नेताले खाएर छ नि त गरी के भने गरी के मान्छ अरूले खायो खाएर चाहिँ हामी हाछ त त्यसमा खबरदार गर्न किन सक्नु भएन कस्तो मान्छेले छानबिन गर्न किन सक्नु जेलले हाल्दाखेरि हामीलाई उत्तानो टाङ लगाइराख्यो हैन 3 चोटी 4 चोटी सरकारमा गएको तपाईहरु त्यो छोड्नु 4 चोटी सरकारमा गएको को पूर्व उपप्रधानमन्त्रीले मेरो कार खाइछ मेरो मात्र मेरो सोरे सुकिसक्यो गीत खराब भइसक्यो नेपाली जनताले म ज्ञानेन्द्र शाहलाई 2063 सालमै आन्दोलन गरेर लकेटिसकेपछि म विदाई भएर सामान्य नागरिक भएर बसेको छु 2-4 जना रैतीहरूले मलाई उछ्कुचाएर उठाएर उचालेर राजा आऊ देश बचाऊ भन्यो मैले हो कि क्या हो भने मैले सोल्टी होटलको पहिला वीरेन्द्रको सम्पत्ति कब्जा गरेको पैसा मैले सकाए राजा कहिले फर्किनेवाला देखेन त्यसैले अब राजा आउँदैन म राजा होइन रैतीलाई राजा चाहे भने आफै राजा बन धन्यवाद अहिले बन्दा छ भोलि गएर शेरबहादुर भन्ला या त भोलि गएर तपाईको हरकजमा पनि भन्ला बालिङ शाह पनि भन्ला गोपी हमला भन्ला तपाईको चाहिँ यो के हाम्रो रेणुदाल भन्ला जोसुकै भन्ला छोटे राजालाई फाल्दिने हो अर्को जनताको महान मानव जान्छ तर त्यो कुहिएको सडेको ढुसी परेको आफ्नो दाइलाई मारेको आफ्नो दाइलाई मारेर राजा बनेको थाहा छ मलाई थाहा छ हैन कसले भन्यो आफ्नो दाइलाई मारे भनेर तपाईसँग प्रमाण छ ल सुन्नुस् त्यतिकै आरोप लगाउन मिल्छ संगीन आरोप लगाउने तपाईले प्रमाण भन्दैछु भने तपाईले प्रमाण भन्दैछु के खबरदार तपाईको पार्टी तपाई पनि रैतीले हो जस्तो लाग्छ तपाईको पार्टी सुन्नुस् तपाईको पार्टी नेकपा माओवादी आज 4 पटक जनताले चाहिँ जिताएर सरकारमा पुग्यो यदि ज्ञानेन्द्रले राजा मारेको उसो दाइ मारे भए उनलाई जेल हाल्न किन सकेन के अब 2020 भइसकेपछि अब जनताले तपाईहरुलाई घोक्रे ठाक लागिसकेपछि अब कारबाही गर्छु भनेर हुन्छ तपाई एक्लै त्याउँछ जनताले तपाई एक्लै प्रश्न गर्ने तपाई एक्लै बस्नु तपाईँ बस्नुस् प्रश्न सोधेपछि उता सुन्नु पर्यो नि हैन भन्नुस् प्रमाण भन्नु छ 2058 साल जेठ 19 गते तत्कालीन राजतन्त्रको परिवार वीरेन्द्रको परिवार सुनिस ध्यान हो तपाईको चाहिँ वीरेन्द्र विक्रम शाह त्यतिखेर राजा थियो उसको परिवार उसको तपाईको रानी त्यसपछि गएर तपाईको छोरो दिपेन्द्र सँगसँगै पार्टी खाएको थियो त्यो पार्टीमा अहिलेको रैतीको राजा ज्ञानबहादुर शाहीको पनि ज्ञानबहादुर शाही पारसहरूको सबै त्यहाँ गएको थियो त्यो वीरेन्द्रको पुरै वंशनाश भयो वंशनाशै भयो अनि तर त्यो ज्ञानेन्द्र शाहको कुनै पनि परामा एउटा गोलीको छराला लागेको छैन यो के किताब के हो किताब तपाईको नलेज पुगेन क्या नलेज हैन सुन्नुस् ज्ञानेन्द्र शाह भनेको हतारा हो क्या चप्पलमै हुनुहुन्छ उहाँहरु कहाँ पुगिसके हेर्नुस् हिजो तपाईले सुन्नुस् 3 करोड हामीले लाग्छ अलि लाग्छ हामीले लाग्छ हो आइहाल्छ नि त्यो कम्पनीको उन देखाउनुस् अनि के भयो त तपाई पहिला नाङ्गे थियो अब नाङ्गे बसे भन्छ तपाईले नाङ्गा छैन कुनै पनि हामी नाङ्गे छैन हेर्नुस् तपाई पहिला नाङ्गे हुनुहुन्थ्यो के पहिला नाङ्गे बस्नुस् सुन्नुस् तपाई अरूलाई प्रश्न गर्ने हो तपाई पहिला नाङ्गे थियो यो पाइप किन लाग्यो पाइप खोल्नुस् बेकारमा प्रश्न के गर्छ अनि यहाँ सुन्नुस् त्यो नेता कहाँ छ हेर्नुस् नेता कहाँ छ तपाई नेता अहिले आफ्नो घरमा छ महान नेता प्रचण्ड तपाईको नेता मेरो पनि नेता उनको नेपाल जनताको नेता नेपाल जनताको अधिकार दिने नेता महान मानव महान दोस्रो यो पृथ्वीको दोस्रो नेल्सन मण्डेला यो पृथ्वीको दोस्रो नेल्सन मण्डेला प्रचण्ड कसले दियो अधिकार कसले दियो प्रश्न सुनेको गरेपछि उता सुन्नुस् न मलाई कसले दियो अधिकार पहिला प्रचण्ड प्रधानमन्त्री हुँदाखेरि पुरै देश हायायो थियो जनताले गुड लक प्रचण्ड महान मानव प्रचण्ड मेरो भगवान प्रचण्ड भनेको थियो
केपीओले आउने बित्तिकै बल्ल केही निराश भएकै छ। 240 सिट जनताले 3 पटक 4 पटक सरकारमा पुर्याउँदा एउटा माखो नपारिसकेपछि तपाईले अघि मलाई अध्ययनको कमी भन्दै तपाईले पढिहाल्नुस् यो 240 मा माओवादीले अहिलेसम्म इतिहासमा कहिले पनि ल्याएको छैन। हिसाब बनाउँदैन सीमा राखे हो कि होइन? अमेरिकाले राखेको अहिले त्यही अमेरिकाले अहिले त्यही राष्ट्रसङ्घले अहिले त्यो सब सारा संसारले वास्तवमा नेपालको महान मानव प्रचण्ड रहेछ भनेर भनिसक्यो त अब तपाईँले आतङ्कवादी भन्नुहुन्छ? के हो तपाईँले यस्तो कुरा गर्ने? ख्याल गर्नुहोस्, बोल्दा ख्याल गर्नुहोस्। हामी माओवादी त्यसै जनताले तपाईँ जस्तो ट्याक्टुकार तपाईँ जस्तो तपाईँको डङ्गी पत्रकारको निम्ति माओवादी आतङ्ककारी हो। बन्दुक समाएर लडेर ल्याइदिएको व्यवस्थामा मजाले स्वतन्त्र बन्नुहोस्। तर उल्टै हामीले आतङ्ककारी भन्यो भने फेरि हेर्नुहोस्, मैले भने होइन, राष्ट्रवादीहरूले भने हो। यहाँ सुन्नुहोस्, राष्ट्रवादीहरूले भने हो आतङ्कवादी त्यही हो। जनताले अधिकार माग्दाखेरि जनतालाई गाउँ गाउँमा गएर हलो जोत्दै बसेको हाम्रो काले काकालाई तपाईँको माइला माइलमा मारेकोलाई मार्नेको हामीले मारे हो। तपाईँको दिदी र बहिनी, मेरो दिदी र बहिनीलाई घाँस काट्दै गर्दाखेरि पालै पाला बलात्कार गरेर मार्ने को आतङ्क कसले मचाएको? अत्याचार छ सीमा नआगे भने पटक पटक हामीलाई भन्ने गर्छ 17,000 ख्याल गर 17,001 मा पर्छ त होइन? प्रचण्डज्यूले तपाईँको नेताले तपाईँको चाहिँ नि माओले या तपाईँको केले हो मार्यो, हत्या गर्यो। 5 जनयुद्धमा 5 जना हाम्रो तर्फबाट मरेको छ, हामी त्यो जिम्मा लिन्छौँ। अनि त्यो 13,000 सुन्नुहोस् न, उहाँलाई जेल हालेको नहाल्ने, उहाँलाई जिम्मा लिइसकेपछि अनि यहाँ सुन्नुहोस् न, तपाईँ उत्तर सुन्नु न, 13,000 चाहिँ जिम्मा कसले लिने? काङ्ग्रेसले लिनु पर्दैन, एमाले लिनु पर्दैन, राजाले लिनु पर्दैन? अनि उहाँलाई जेल हालिङ नहाल्ने, उहाँलाई जेल हालेपछि उहाँले ल्याइदिएको व्यवस्था के हो? गणतन्त्र खारेज गर्दा ल? होइन, गणतन्त्रै गणतन्त्र ठ्याक्कै भन्नुहोस् तपाईँले। गणतन्त्र होइन, गनाउने तन्त्र, जनताको गणतन्त्र। जनताले आज गनाउने तन्त्र बनिसक्यो। हेर्नुहोस्, एकाध मान्छेले गनाउने तन्त्र बनायो, ठिक छ। कसले बनायो? ठ्याक्कै नाम लिनुहोस्। तपाईँसँग दम छ भने नि, छातीमा रौँ छ भने ल भन्नुहोस् त, कसले गनाउने तन्त्र बनायो? अब सुन्नुहोस्, जब त प्रचण्ड सरकारलाई 2081 साल अस्तिको असारको 17 गते त्यो बालिन हर्क सबै कुरा तपाईँले हर्क यतातिर कर्क बालिन यतातिर लालिन गरेर नबस। माओवादी गएर आऊ बरु के परिदिने लिऊ, देश बनाऊ, निर्माण गरौँ, बन्छ नत्र यो देश कहिल्यै बन्दैन। तपाईँ यस्तै गर्दैन नि, म अर्को अर्को देश सबै बालिन पनि आऊ, हर्क पनि आऊ, सबै आऊ, गोपी हमाल आऊ, सबै आऊ। तपाईँहरूले गर्दा माओवादीमा गोलबद्ध माओवादीले गर्दा, नेकपा एमाले गर्दा, नेपाली काङ्ग्रेसले गर्दा बालेनहरुको जन्मे राजा सलबला यो कुरा स्वीकार्नुहुन्छ तपाईँ? राजा सलबलाको कुरा अहिलेको सरकारको कारण गर्दाखेरि हो। तपाईहरुको सोच तपाईलाई त्यतिकै अरबौं खरबौं तपाईलाई त्यतिकै प्रचण्डको कोनी के भनेको होइन रहेछ जनताले। सोरेसुके मेरो तपाई प्रचण्डको कोनी के रे हो? हो सबै म प्रचण्डको छोरा हो, प्रचण्डको कार्यकर्ता हो। प्रचण्डलाई के भन्नुस् त ठाउँमा ढाल्दिन्छ यस कुरा सुन्नुस् अर्को छोरा हैन फेरि त्यो ढाल्ने मार्ने कुरा नगर्नुस्। यहाँ सुन्नुस् तपाईले ढालेर तपाईले प्रचण्डले माओवादीले हामीले लडेर मरेर ल्याइदिएको व्यवस्थामा मजाले प्रधानमन्त्री बन, राज्य जनताले जिताउँछ भने जे पनि भन। प्रचण्डले 24 घण्टामा पसिना बगाउनुस्। यहाँ चाहिँ प्रचण्डले यो देशको निम्ति जनताको निम्ति परिवर्तन ल्याउन तपाईँ जस्तो हनुमानलाई मान्छे बनाउनको निम्ति जनता जनार्दन भगवान हुन्। सुन्नुहोस् जनतालाई तपाईले अब मलाई रहिथ्यो भने अस्ति आएको जम्मै रहिथ्यो क्या? अस्ति आएको जनता एउटा पनि होइन के हो त? तपाईँलाई एउटा कुरा भन्दै म नुवाकोटको हेलो त सुन्नुहोस् सुन्नु न, नुवाकोटमा अस्ति एउटा वडामा एकजना राजावादीको हलो चुनाव लिएर चुनाव लडेछ। 1 भोट आयो भाइ तिम्रो र जित्छ उसले। जित्नुहुन्छ तपाईहरु? पक्का हो? अब के छ आधार ल भन्नुस्? तपाई लिम्बुको छोरो सुन्नु तपाई लिम्बुको छोरो भेडो बन्ने हैन इतिहासको भेडो बन्ने भेडो बन्ने हैन तपाई त्यसो गरेर हो तपाईँ भेडो हो क्या? तपाईँ भेडो हो नि त? तपाईँ भेडो हो क्या? तपाईँ भेडो तपाईँ बोका लिम्बुको छोरो भएर भेडोमा छ हैन? तपाईँ बोका हो त्यसैले लिम्बुलाई, राईलाई, किराँतीलाई, गुरुङलाई, तामाङलाई, मधेसीलाई, मुस्लिममा थारूलाई, चौधरीलाई, चेपाङलाई, भोटेलाई, सारा पछिल्लो वर्गलाई अधिकार दिएको हामी होइन? हैन तपाईँ बोका हो त्यसमा। म भेडो भने तपाईँ बोका हो। म बोका भए तपाईँ पार्टी बनाउने हो नि त? गजब मिल्छ त नि बेकारमा वाइट कुरा म मिल्दैन। म माओवादी होइन, म काङ्ग्रेस पनि होइन, म एमाले पनि होइन, म जनताको प्रश्न तपाईँलाई तेर्सै रहेको छु। यसरी हुन्छ प्रश्न नि? कसरी हुन्छ त?
तपाईँको एउटा के अरे हाम्रो गाउँतिर हुन्छ कि कसैले सारो भन्छ, कसैले के अरे त्यसलाई अर्को तपाईँको भाषामा के भन्छ के यस्तो प्रश्न हुन्छ? होइन राजावादी रे मङ्गल सिंह प्रजा खोज्दै हिँडेको छन् रे आज बजार। तपाईँलाई डर छैन? बजारमा खोज्दै छन् कहाँ छ त्यो अहिले? कहाँ लग्यो प्रचण्डले? के लग्यो भने राजाको सबै खसाएर तपाईँले सामान्य नागरिक बनायो होइन राजालाई, अनि राजाको सम्पत्ति खाऊ भनेर कसलाई भने तपाईँले? त्यो भन्न मिल्छ? त्यो सङ्गीन आरोप लाउन मिल्दैन, तथ्यहीन आरोप लाउन मिल्दैन, त्यो कुतर्क नगर्नु। सङ्गीन आरोप, खुकुरी आरोप, चुपी आरोप, जेसुकै आरोप प्रचण्डले अहिलेसम्म यो न केही राजाको खायो न कसैको खायो। तर पहिला लखट्न मर्दै कि यो राजा भन्नेलाई आफ्नै दाइको वंशनाश गर्ने हतारालाई छोटे राजाहरू तपाईँले देख्नुभयो नि कर्तुत। जुनसुकै राजा भए पनि जनतालाई अन्याय गरे भने त्यसलाई फालिने हो, अहिले सही कुरा गर्नु हो, खेद्ने हो, खन्ने हो, देश निकाला गर्ने हो, जेल हालिने हो। अनि त्यसमा ताली बजाउनु सब यो कुरा तपाईँ बजाउनु त होइन, जनताले ताली बजाउँछन्। अब तपाईँ ठिक ठाउँमा आउनु। छोटे राजाहरूलाई बेलैमा सुध्रेर जनतालाई निकास दिने, विकास दिने, जनतालाई हेप्ने पेल्ने होइन। खबरदार हामी यो भन्न चाहन्छौँ। तपाईँलाई मैले अघि नै भनेको तपाईँको प्रश्न अलिक गम्भीर भएन क्या? विकास चाहिँ कसरी गर्ने त एकचोटि निम्ति भन्नु त। म तपाईँलाई भनिदिएको तपाईँलाई अनि खालि उल्टो उल्टो प्रश्न सोधिरहेको। मैले चुल्टो प्रश्न घाँटिसक्यो, मेरो दिमाग खराब भयो। मैले चुल्टो प्रश्न सोधिरहेको, त्यसमा नि सारा नेपाली जनता आज कहिले आउँछन् भनेर हेरिराख्नु भएको छ। राजालाई के सन्देश दिनुहुन्छ ल भन्नुहोस् त अन्तिममा? राजा आइसक्यो, अस्ति पोखराबाट आयो, गएर मजाक चुपला ब्याएको फेरि ग्याङ गरेर त्यहाँबाट खेच्छ जनताले। होइन, हिजो राजा चाहिँ पोखराबाट काठमाडौँ आउँदैमा गणतन्त्रवादीहरूको चाहिँ नि होस् उड्यो, अस्पताल पुगे अरे कोही। म पागल बनाउला, म हिँडौला, चोरलाई खोटालाई लुटेर लाने के बच्चा हेर बल्ल सिद्धिसक्यो त। ल सिद्धिसक्यो। ओके, नमस्ते नमस्ते, धन्यवाद। यस्तो प्रश्न अब नगर्नु तपाईँले। दर्शक हामीसँग कुराकानी गर्नको लागि माओवादी केन्द्रका युवा नेता मङ्गल सिंह प्रजाजी हुनुहुन्छ। यहाँलाई म स्वागत गर्न चाहन्छु। सम्पूर्ण मिडियामा यहाँलाई हार्दिक स्वागत छ। नमस्कार। नमस्ते नमस्कार, तपाईँ लगायत सम्पूर्ण साथीहरूलाई हार्दिक नमस्कार अनि क्रान्तिकारी अभिवादन। आराम हुनुहुन्छ? अहिलेसम्म ठिकै छु। अनि देशमा राजा आइसक्यो भन्ने कुरा छ, तपाईँहरू के गरेर बसिराख्नु भएको छ? राजा आइसक्यो, प्रत्येक दिन आउँछ। कहाँ आउँछ भन्दाखेरि सामाजिक सञ्जाल फेसबुक फर्कै छ। प्रत्येक दिन फर्क्यो भन्छ रैतीहरूले। कहाँ फर्क्यो भनेको सामाजिक सञ्जाल फेसबुकमा, टिकटकमा, टाउको तल खुट्टा माथि। त्यो राजाको विषयमा एउटा राजा होइन, त्यो रैतीको राजा सामान्य नेपाली नागरिक हो। ज्ञानेन्द्र शाहको विषयमा एउटा म सानो भन्न चाहन्छु। नेपाली जनताले म ज्ञानेन्द्र शाहलाई 2063 सालमै आन्दोलन गरेर लखेटिसकेपछि म विदाई भएर सामान्य नागरिक भएर बसेको छु। 2-4 जना रैतीहरूले मलाई उछ्कुसाएर उठाएर उचालेर राजा आऊ देश बचाऊ भन्यो। मैले हो कि क्या हो भने मैले सोल्टी होटलको पहिला वीरेन्द्रको सम्पत्ति कब्जा गरेको पैसा मैले सकाएँ। राजा कहिल्यै फर्किनेवाला देखेन, त्यसैले अब राजा आउँदैन, म राजा होइन। रैतीलाई राजा चाह्यो भने आफै राजा बन। धन्यवाद। होइन, तपाईँले यसरी देशमा पूर्व राजाको अपमान गर्न पाउनुहुन्न है। लाखौँ जनता सडकमा आछन् राजा ल्याउनुपर्छ भनेर। यी छोटे राजा भन्दा बडे राजा ठिक छ भनेर भन्नुभएको छ जनताले। तपाईँले अपमान गर्ने जनताको सुन्नुहोस्, तपाईँले 3 करोड नेपालीसँग सुन्नुहोस् यहाँ, तपाईँ पनि राजाको रैती बनेर प्रश्न गर्दै हुनुहुन्छ। मान्छे भन्नुहोस्, मान्छे भन्नुहोस्। होइन, पहिला तपाईँहरू मान्छे भन्नुहोस् न। तपाईँले ठिक भन्नुभयो, मान्छे भन्नुहोस्। राजा सामान्य नागरिक बनिसके तपाईँ छोटे राजा चाहिँ बडे राजा बनेर चाहिँ देशलाई लुट्ने, गुड, देशलाई लुट्ने, भ्रष्टाचार गर्ने। छोटे राजा म बने पनि, तपाईँ बने पनि, प्रचण्ड बने पनि, केपी ओली बन्दैछ अहिले, अहिले बनिरहेको छ। भोलि गएर शेरबहादुर भन्ला, या त भोलि गएर तपाईँको हर्कजमा पनि भन्ला, बालिङ शाह पनि भन्ला, गोपी हमाला भन्ला, तपाईँको चाहिँ यो के हाम्रो रेणु दाहाल भन्ला, जोसुकै भन्ला। छोटे राजालाई फालिदिने हो, अर्को जनताको महान मानव जान्छ त्यहाँ। तर त्यो कुहिएको, सडेको, ढुसी परेको, आफ्नो दाइलाई मारेको, आफ्नो दाइलाई मारेर राजा बनेको थाहा छ मलाई? थाहा छ। होइन, कसले भने आफ्नो दाइलाई मारे भनेर? तपाईँसँग प्रमाण छ? सुन्नुहोस्, त्यतिकै आरोप लगाउन मिल्छ? सङ्गीन आरोप लगाउने तपाईँले? प्रमाण भन्दैछु तपाईँले प्रमाण भन्दैछु क्या।
2000 तपाईले माग्नु फेरि पर्छ तपाईँ 3 करोड नेपाली जनता भाइ त्यो माफी साहब सुन्नुस् तपाईको जनतासँग माओवादी आज 4 जनतासँग म माफी माग्छु सुन्नुस् जनतासँग म माफी माग्छु तर यो रैतीसँग माग्छु जनतासँग म खुट्टा ढोक्छु तर यो रैतीलाई लात हाल्छु लात तपाईको पार्टी तपाईँ पनि रैती नै हो जस्तो लाग्छ तपाईको कस्तो हुन्छ सुन्नुस् तपाईको पार्टी नेकपा माओवादी आज 4 पटक जनताले चाहिँ जिताएर सरकारमा पुग्यो यदि ज्ञानेन्द्रले राजा मारेको उसको दाइ मारे भए उनलाई जेल हाल्न किन सकेन अब आज हामी पहिला सुन्नुस् अघि तर प्रमाण सक्यो अब 2000 अब सरकारले अब जनताले तपाईहरुलाई घोक्रे ठाक लागिसकेपछि अब कारबाही गर्छु भनेर तपाईँ एक्लै जनताले तपाईँ एक्लै प्रश्न गर्ने तपाईँ एक्लै बस्नु पर्यो म जाऊ तपाईँ बस्नुस् प्रश्न सोधेपछि उता सुन्नु पर्यो नि हैन भन्नुस् प्रमाण भन्नु छ 2058 साल जेठ 19 गते तत्कालीन राजतन्त्रको परिवार वीरेन्द्रको परिवार सुनिस ध्यान हो तपाईको चाहिँ वीरेन्द्र ब्रिगेड साथै त्यतिखेर राजा थियो उसको परिवार उसको तपाईको रानी त्यसपछि गर्दा तपाईको छोरो दिपेन्द्र सँगसँगै पार्टी खाइरहेको थियो त्यो पार्टीमा अहिलेको रैतीको राजा ज्ञानबहादुर शाहीको पनि ज्ञानबहादुर शाही पारसहरूको सबै त्यहाँ गएको थियो त्यो वीरेन्द्रको पुरै वंशनाश भयो वंशनाशै भयो अनि तर त्यो ज्ञानेन्द्र शाहको कुनै पनि प्राणमा एउटा गोलीको छराला लागेको छैन अब तपाईँ बुझ्नुहोस् कि भारतको रहले मार्यो इन्डियाको कोकोले मार्यो वाइट गर्ने सँगसँगै बस्छ तपाईँ र म यहाँ सँगसँगै बस्यो भने त्यति बेला राजा ज्ञानेन्द्र कहाँ थियो थाहा छ तपाईँलाई फेरि तपाईँ होइन गोली चलेको राजा ज्ञानेन्द्र कहाँ थियो थाहा छ तपाईँलाई ल भन्नुस् त्यही सँगसँगै पार्टी खाएको भने त्यहाँ छैन राजा छैन खबरदार राजा ज्ञानेन्द्र त्यति बेला पोखरामा हुनुहुन्छ तपाईँ यस्तो हावा कुरा नगर्नुहोस् तपाईँ पढ्नुहोस् पहिला अध्ययन गर्नुहोस् अनि अर्को पछि तपाईँलाई म किताब तपाईँको नलेज पुगेन क्या नलेज होइन सुन्नुस् तपाईँको नलेज पुगेन तपाईँको ज्ञानेन्द्र शाह भनेको हत्यारा नै हो क्या हत्यारा नै हो त्यसो भने 17,000 को रथ खोला बगाउने के त तपाईको नेताहरु त्यसो भने भन्नुस् 17,000 ले त 17,000 महान नेपाली 17,000 बनाउने के त त्यसो भने भन्नुस् 17,000 महान नेपाली सरकारले तपाईलाई मलाई नेपाल जनतालाई स्वतन्त्र दिने आज तपाईँ कहाँ हुनुहुन्छ त आज तपाईँ कहाँ हुनुहुन्छ भन्नुस् त तपाईको नेता प्रचण्ड कहाँ हुनुहुन्छ यही देशमा छ तपाईको नेता प्रचण्ड हेर्नुस् यही देशमा छ देशको निम्ति लडिरहेको छ मरिरहेको छ हिजोको बडे राजा भन्दा महाराजा भएर के पनि छैन कहाँबाट आयो के पनि छैन हिजो चप्पल पड्काएर आएको मान्छे तपाईँ चप्पलमै हुनुहुन्छ उहाँहरु कहाँ पुगिसक्यो हेर्नुस् हिजो तपाईले सुन्नुस् 3 करोड हामीले लाग्छ अलि लाग्छ हामीले लाग्छ तपाईको आइहाल्छ नि त्यो कौडीको उन देखाउनुस् अनि के भयो त नि तपाई पहिला नाङ्गे थियो अब नाङ्गे बसे भन्छ तपाईले नाङ्गा छैन कुनै पनि हामी नाङ्गे छैन हेर्नुस् तपाई पहिला नाङ्गे हुनुहुन्थ्यो तपाईँ नाङ्गे बस्नुस् सुन्नुस् तपाई अरूलाई प्रश्न गर्ने हो तपाई पहिला नाङ्गे थियो यो पाइप किन लाग्यो पाइप खोल्नुस् बेकारमा प्रश्न के गर्छ अनि यहाँ सुन्नुस् त्यो नेता कहाँ छ हेर्नुस् नेता कहाँ छ तपाई नेता अहिले आफ्नो घरमा छ महान नेता प्रचण्ड तपाईको नेता मेरो पनि नेता नेपाल जनताको नेता नेपाल जनताको अधिकार दिने नेता महान मानव महान दोस्रो यो पृथ्वीको दोस्रो नेल्सन मण्डेला यो पृथ्वीको दोस्रो नेल्सन मण्डेला प्रचण्ड तपाईले प्रचण्डले दिएको माओवादीले दिएको अधिकारलाई दुरुपयोग गर्न पाउँदैन माओवादीले प्रचण्डले 10 वर्षको युद्ध लड्ने साथ गरेर युद्ध लडेर ल्याएको व्यवस्थामा हैन स्वतन्त्र पाएको तपाईले दुरुपयोग गर्ने पनि खबरदार ख्याल गर्नुस् भोलि गएर फेरि राजा आउला फेरि त्यो आउला भन्दैछ नि लट्टा आउला तपाईले गल्ती गर्नुहुन्छ प्रचण्डले मात्र भन्दिन तर यही प्रचण्डहरु यही शेरबहादुर देउवाहरु केपी ओली जस्ताले गर्दा राजा सभालाई होइन यो देशमा तपाई अब अर्को विषय सुन्नुस् तपाई सुन्नुपर्छ बोल्दैमा चाहिँ जनतालाई जेल हाल्ने एउटा टी-शर्ट लाउँदैमा जनतालाई थुन्ने कसले दियो यो अधिकार तपाईलाई कसले दियो कस्तो सुनि गरेपछि उता सुन्नुस् न मलाई पहिला कसले दियो अधिकार पहिला प्रचण्ड प्रधानमन्त्री हुँदाखेरि पुरै देश हायायो थियो जनताले गुड लक प्रचण्ड महान मानव प्रचण्ड मेरो भगवान प्रचण्ड भने थियो तर केपी ओली आउने बित्तिकै बल्ल केही निराश भएकै छ 240 सिट जनताले 3 पटक 4 पटक सरकारमा पुर्याउँदा एउटा माखो नपारिसकेपछि तपाईले अघि मलाई अध्ययनको कमी भन्दै तपाईले पढिहाल्नुस् यो 240 मा माओवादीले अहिलेसम्म इतिहासमा कहिले पनि ल्याएको छैन हिसाब बनाउँदैन पहिलो संविधान सभाको चुनाव माओवादीको माग अनुसार 2064 सालमा 238 त्यही पनि 601 मध्ये सामान्य बहुमत 345 238 हामीले खोला गर्नु थियो अब यहाँ अनि बहुमतले होइन तपाईहरुले जनताले बहुमत दियो फेरि बहुमत भन्न लाग्यो जनताले बहुमत दियो तपाईलाई हिजो त्यो बेला तपाई मलाई अघि पढ्दै भन्नु यो के हो यो अघि मलाई एउटा पढ भन्दै थियो यो सबै पढ्नु पहिला पढ्नुस् बेकारमा जनताको मतलाई जनता जनार्दनमा 601 मध्ये 238
338 सामान्य बहुमत पनि होइन 200 पनि होइन 301 चाहिन्छ बहुमतको निम्ति 401 चाहिन्छ 200 को निम्ति हिसाब गर्न आउँदैन त्यो हिजो फेरि त्यो गुण्डागर्दी थियो हिजो होइन गुण्डा गर्दैन त्यो आतंककारी शैलीमा तपाईँ यहाँ नपसिनुस् है हेलो तपाईले आतंककारी भने कसलाई कसलाई हो फेरि यहीँ भर्खर बसिन्छ फेरि आतंक मिडिया प्रेस पत्रकार तपाईले सुन्नुस् न तपाईले अशान्ति प्रश्न गर्ने हामीलाई अझ हामी चाहिँ ल त हो भन्ने भने होइन तर हिजो तपाईले आतंककारी भन्नुभयो त्यसको निम्ति तपाईलाई भन्न चाहन्छु अब तपाई सूचीमा राखे हो कि होइन अमेरिकाले राखेको अहिले त्यही अमेरिकाले अहिले त्यही राष्ट्रसङ्घले अहिले त्यो सब सारा संसारले वास्तवमा नेपालको महान मानव प्रवर्तन रहेछ भनेर भनिसक्यो त अब तपाईले आतंककारी भन्नुहुन्छ के हो तपाईले यस्तो कुरा गर्ने हो ख्याल गर्नुस् बोल्दा ख्याल गर्नुस् तपाई नाच्नुस् तपाईलाई हामी माओवादीलाई त्यसै जनताले तपाई जस्तो ट्याक्टुकार तपाई जस्तो तपाईको हैन दङ्गी पत्रकारको निम्ति माओवादी आतंककारी हो जो देशको शासन व्यवस्था परिवर्तन गर्न तपाईको चाहिँ 10 वर्षको युद्ध लड्ने साहस गरेर ती महानेता प्रचण्डले हामी जस्तो कलम समाउने हातहरूले 16 वर्षको 17 वर्षको उमेरमा 15 वर्षको उमेरमा बन्दुक समाएर लडेर ल्याएको व्यवस्थामा मजाले स्वतन्त्र बन्नुस् तर उल्टै हामीले आतंककारी भन्यो भने फेरि हेर्नुस् मैले भने होइन गाउँवादीहरुले भने हो या सुन्नुस् गाउँवादीहरुले भने हो आतंककारी के हो जनताले अधिकार माग्दाखेरि जनतालाई गाउँ गाउँमा गएर हलो जोत्दै बसेको हाम्रो काले काकालाई तपाईको माइलामा मारेकोलाई मारेको हामीले मारे हो तपाईको दिदी र बहिनी मेरो दिदी र बहिनीलाई घाँस काट्दै गर्दाखेरि पालै पाल बलका गरेर मार्ने को आतंकले मचाको अत्याचार छ सीमा नआगे भने पटक पटक हामी भन्ने गर्छ 17000 ख्याल गर 17001 मा पर्छ त हैन प्रचण्डज्यूले तपाईको नेताले तपाईको चाहिँ नि माओले या तपाईको केले हो 6000 को त जिम्मा म लिन्छु भनेर भन्नुभयो हैन लिन्छौ अनि के रहेछ त फेरि तपाईको अनि के रहेछ सुन्नुस् हो त्यो सुन्नुस् त्यसै के भन्यो त 5000 को हामीलाई सालै मार्यो हत्या गर्यो 5 जनयुद्धमा 5 जना हाम्रो तर्फबाट मरेको छ हामी त्यो जिम्मा लिन्छौ अनि त्यो 13000 सुन्नुस् न उहाँलाई जेल हालेको नहाल्ने उहाँलाई जिम्मा लिसकेपछि अनि या सुन्नुस् न तपाई उत्तर सुन्नु न 13000 चाहिँ जिम्मा कसले लिने कांग्रेसले लिनु पर्दैन एमाले लिनु पर्दैन राजाले लिनु पर्दैन अनि उहाँलाई जेल हालिङ नहाल्ने उहाँलाई जेल हालेपछि उहाँले ल्याइदिएको व्यवस्था के गर्दियो गणतन्त्र खारेज गर्दा ल हैन गणतन्त्रै गणतन्त्र ठ्याकै भन्नु सबैले गणतन्त्र हैन गनाउने तन्त्र जनताको गणतन्त्र जनताले आज गनाउने तन्त्र बनिसक्यो हेर्नुहोस् एकाध मान्छेले गनाउने तन्त्र बनायो ठीक छ कोकले बनायो ठ्याकै नाम लिनुस् तपाईसँग दम छ भने नि छातीमा रौं छ भने ल भन्नुस् त कोकले गनाउने तन्त्र बनायो अब सुन्नुस् जब त प्रचण्ड सरकारलाई 2000 तपाईको चाहिँ 81 साल अस्तिको असारको 17 गते राति 12 बजे भूत उठ्ने समयमा नेपाल खाने भूत कांग्रेस एमालेको वृद्ध मान्छेहरु उठ्यो जाग्यो को नाम भनिदिनु पर्छ भन्नुस् ठ्याकै शेरबहादुर देउवा केपी ओली हैन तपाईको चाहिँ 2048 सालदेखि यो देशलाई बर्बाद बनाउनेहरु उठ्यो जाग्यो त्यसको भोलि पल्टदेखि यो देशमा ठुलो ठुलो ग्रह आयो हैन यो देश भाँड भैलोमा गयो जनताहरु निराशामा गयो जनताको समृद्धि नेपाल र सुखी नेपालको चाहना चकनाचुर भयो तपाईलाई प्रमाण सहित भनिन्छु त्यसको भोलि पल्टदेखि यो देशमा ठुलो ठुलो बाढी आयो पहिरो आयो इतिहासमा पहिलो पटक दुईटा ठुलो ठुलो बस्ने गाई अहिलेसम्म भेटेन त्यही भएर हेर्नुस् मैले त्यो एमालेको मान्छेले भए प्रचण्ड भएर यस्तो भएको भनिदिन्छ होला हामी चाहिँ यो केपी ओली भएर यस्तो भएको भन्दैनौ तर भुनु त भयो नि हैन तर खरदार हुनु त भयो नि माइको यो तपाईको तर्कलममा खारेज गर्छु हिजो त्यही केपी ओलीसँग लाखमा लुटुपुटु परेर केपी ओली मान भन्ने तपाईहरु हैन अनि अहिले फेरि तपाई चाहिँ सत्ता बाहिर हुँदा छटपटी तपाईलाई छटपटी सत्ता बाहिर हुँदा सुन्नुस् खाना नपाएपछि चुस्न नपाएपछि तपाईहरु चाहिँ यति धेरै उ गर्ने के खायो के हामीले यार तपाईले बन्दुकको 328 बिघा जग्गा हामीले होइन महाकाली बेचेको हामीले होइन कोशी बेचेको हामीले होइन सुन्नुस् त पहिला एन्सर यहाँ तपाई यो देशको कुनै पनि अहिलेसम्म सन्धि सम्बन्ध हामीले गरेको छैनौं यो देशको कुनै पनि बल्लकार बागबारी हामीले घिचेको छैनौं यो देशको हामी अहिलेसम्म तपाईको चाहिँ के रे हजारौं मान्छे नेपाल मार बेचेको होइन यो देशको कुनै पनि काण्डमा हामी मुकेको छैन माओवादी क्रान्तिकारी पार्टी हो यो देश यदि बनाउने हो भने तपाई माओवादी भन्नुस् त्यो बालिन हर्क सबै कुरा तपाईहरु हर्क यतातिर कर्क बालिन यतातिर लालिन गरेर नबस माओवादी गएर आऊ बरु के पद्धति लिऊ देश बनाऊ निर्माण गरौँ बन्छ नत्र यो देश कहिले बन्दैन तपाई यस्तै गर्दैन नि म अर्को सबै बालन पनि आऊ हर्क पनि आऊ सबै आऊ गोपी हमाल आऊ सबै आऊ तपाईहरुले गर्दा माओवादीमा गोलबद्ध माओवादीले गर्दा बन्छ
माओवादीले गर्दा नेकपा एमाले गर्दा नेपाली काङ्ग्रेसले गर्दा बालेनहरूको अरू जन्मे राजा सलबला यो कुरा स्वीकार्नुहुन्छ तपाईँ राजा सलबलाको कुरा अहिलेको सरकारको कारण गर्दाखेरि हो सत्य कुरा हो यिनीहरू अहिले ठाउँमा आउनु हो नि त तपाईँ नै हामी कुरा हो त नि हिजो तपाईँ सरकारमा हुँदा चाहिँ के थिएन त्यस्तो के माखु मार्नुभयो तपाईँले ए मित्र के गर्नुभयो तपाईँले माओवादीले ल्याइदिएको माओवादीले ल्याइदिएको हिजो चप्पल लाएर पकाएर आएका नेताहरूको त्यत्रो चाहिँ नि अर्बौं सम्पत्ति कहाँबाट आयो यसो गरौँ नि त तपाईँहरूको तपाईँलाई त्यत्तिकै तपाईँलाई त्यत्तिकै प्रचण्डको कोनी के भनेको होइन रहेछ जनताले तपाईँ प्रचण्डको कोनी के हो सबै म प्रचण्डको छोरा हो प्रचण्डको कार्यकर्ता हो प्रचण्डलाई के भन्नुहोस् त ठाउँ ढाल्दिन्छ यस्तो कुरा सुन्नुहोस् अर्को होइन फेरि ढाल्ने मार्ने कुरा नगर्नुहोस् तपाईले ढालेर तपाईले प्रचण्डले माओवादीले हामीले लडेर मरेर ल्याइदिएको व्यवस्थामा मजाले प्रधानमन्त्री बन्न राज्य जनताले जिताउँछ भने जे पनि भन तर माओवादीले लडेर ल्याइदिएको व्यवस्थामा खाने मोज गर्ने लुट्ने चोर्ने ढाँट्ने ठग्ने फेरि काम गर्छु हेर्नुहोस् काम गर्नुहोस् पहिला तपाईँहरू हेर्नुहोस् तपाईँलाई प्रचण्डले 24 घण्टा पसिना बगाउनुहोस् यहाँ चाहिँ प्रचण्डले यो देशको निम्ति जनताको निम्ति परिवर्तन ल्याउन तपाईँ जस्तो हनुमानलाई मान्छे बनाउनको निम्ति 20 घण्टा होइन 24 घण्टा दुःख गरे मान्छे बन्दुक बोकेर टाउको काटेर ले भन्ने भन्थे पनि नडरा लडेको मान्छे प्रचण्ड नआउँछ नारायण हिटी छिरिसके राजा भन्ने कुरा आयो छिराइगो गणतन्त्रवादीहरूको किन रोइ कराई त राजा आयो भन्दैमा त्यति बेला लाखौं जनता सडकमा त्यति बेला लाखौं जनता सडकमा राजा आऊ देशमा त भने तपाईले बिर्सिनु हो कस्तो हेर्नु भएन तपाईले माथि बाटो त्यो क्यामेराले ड्रोनले खिच्दाखेरि जम्मा 13,100 कतिवटा जम्मा माथि हैन खबरदार जनतालाई अवमूल्यन नगर्नुहोस् जनता जनार्दन भगवान हुन् भन्नुहोस् रहित दिनु जनतालाई तपाईले अवमूल्यन रहित भने अस्ति आएको जम्मै रहित हो क्या अस्ति आएको जनता एउटा पनि होइन के हो त तपाईलाई एउटा कुरा भन्दै म नुवाकोटको हेलो त सुन्नुस् सुन्नु न नुवाकोटमा अस्ति एउटा वडामा एकजना राजावादीको हलो चुनाव लिएर चुनाव लडेछ एक भोट आयो भाइ तिम्रो एक भोट आफ्नै बुढीले भोट हाल्दैन आफ्नै तपाईको बाउले भोट हाल्दैन अझ राजा आऊ देश बचाऊ तपाईको नेताको हालत हेर्नुहोस् पहिला माओवादी पुरै देश माओवादी पूर्व गयो माओवादी पश्चिम गयो माओवादी भने मध्यमा गयो माओवादी दक्षिणमा गयो माओवादी सारा तराईतिर माओवादी सारा सन्दर्भमा माओवादी जताततै माओवादी नै माओवादी यो देश माओवादीको लाज धन्दा भइसक्यो तपाईँ पुरै माओवादी तपाईँ पनि माओवादी बन्नु सक्छ भोट नआउने भइसकेपछि लाजले हैन अनुहार लागेर गोर्खाको निके सम्झौता गरेर चाहिँ तपाईको सुप्रिमोले जित्छ हैन चुनाव जित्यो हैन छोड्दिनुस् अब हामी जहाँ उठे त्यही जस्तो अब माओवादीले एउटा सानो कमिला उठाए पनि त्यो माओवादी भएर जित्छ उसले अनि जित्नुहुन्छ तपाईहरु पक्का हो अब के छ आधार ल भन्नुस् तपाई लिम्बुको छोरो सुन्नुस् तपाई लिम्बुको छोरो भेड बन्ने हैन इतिहासको भेड बन्ने हैन तपाई त्यसो बाख्रा हो बाख्रा भन्छ तपाई भेड हो क्या हैन तपाई भेड हो नि त तपाई बाख्रा तपाई भेड हो तपाई भेड हो क्या तपाई भेड मागे भेड तपाई बोका अतमै लिम्बुको छोरो भएर भेडमा छ हैन तपाई बोका हो त्यसैले लिम्बुलाई राईलाई किराँतीलाई गुरुङलाई तामाङलाई मधेसीलाई मुस्लिममा थारूलाई चौधरीलाई चेपाङलाई भोटेलाई सारा पछिल्लो वर्गलाई अधिकार दिएको हामी हैन तपाई बोका हो त्यसमा म भेड भने तपाई बोका हो म बोका भए तपाई पार्टी बनाउने हो नि त गजब मिल्छ त नि बेकारमा म मिल्दैन म माओवादी होइन म कांग्रेस पनि होइन म एमाले पनि होइन म जनताको प्रश्न तपाईलाई तेर्साइरहेको छु यसरी हुन्छ प्रशानी कसरी हुन्छ त तपाईको एउटा गरे हाम्रो गाउँतिर हुन्छ कसरी सारो भन्छ कसरी गरे त्यो अर्को तपाईको भाषामा के भन्छ के यस्तो प्रश्न हुन्छ होइन राजावादी रे मंगल सिंह प्रजा खोज्दै हिँडेको छन् रे आज बजार तपाईलाई डर छैन बजारमा खोज्दै छन् कहाँ छ त्यो अहिले राजावादीले खोजेको हुनुहुन्छ रे लिस्टमा भोलि राजा आउने बित्तिकै पहिलो पटक तपाईलाई धोती टोपी कुम्लो कटेर बोकेर देश खटाउने भन्ने उहाँहरूको योजना छ छैन तपाईलाई यदि यो देशमा राजा मरेको राजा सडेको राजा हैन गाडेको राजा कोही आयो भने त्यसले कोड्नु पर्दैन म एकले आफै भागा दिन्छु क्या बोला एकछिन लाग्यो यो आकाश झ्याप्पै खस्यो भने गर्नुहुन्छ के गर्नुहुन्छ कि अब म मरे त के गर्नुहुन्छ तपाईँ अनि यो बस्दा बस्दै यो घर झट्प्याएर टक्नु के अन्त सिद्धि त कुरा यो बस्दा बस्दै पृथ्वी हस्से भाँच्यो भने गर्नुहुन्छ के त्यस्तै हो भाइ आउँदैन त्यही हो राजाले दिएको खाऊ बस पेट पाल तपाईँ चाहिँ कसले दिएको खाने हुन्छ प्रचण्डले खाने हुन्छ
आफ्नै व्यापार छ व्यवसाय छ मेरो प्रचण्ड गरेसम्म नुन पनि खाइरहेको छैन अनि त्यसो भने यो देश जनता पार्टी क्रान्तिको निम्ति हिजो राजाको सम्पत्ति तपाईँले सबै राष्ट्रियकरण गरेर प्रचण्डले लग्यो होइन जनताले खायो होइन आज कहाँ लग्यो प्रचण्डले के लग्यो भने राजाको सबै खसाएर तपाईँले सामान्य नागरिक बनायो होइन राजालाई अनि राजाको सम्पत्ति खाऊ भनेर कसलाई भने तपाईँले त्यो भन्न मिल्छ त्यो सङ्गीन आरोप लाउन मिल्दैन तथ्यहीन आरोप लाउन मिल्दैन सङ्गीन आरोप खुकुरी आरोप चुपी आरोप जेसुकै आरोप प्रचण्डले अहिलेसम्म यो न केही राजाको खायो न कसैको खायो तर पहिला लखट्न मर्दै यो राजा भन्नेलाई आफ्नै दाइको वंशनाश गर्ने हतारालाई त्यहाँ लगेर राख्दा अहिले महिनाको 2 लाख खान्छ गाँटे राष्ट्रपति प्रधान सेनापति तपाईँको चाहिँ आइजिपीहरू तपाईँको मुख्य सचिवहरू मुख्यमन्त्रीहरू प्रधानमन्त्रीहरू भन्दा बढी आलो तलब दम हुनु पर्यो नि तपाईँलाई राजालाई दम थियो पहिला खेद्न पर्ने अहिले राजालाई छुने दम छ तपाईँहरूको त्यही भएर अब सुन्नु तपाईँले तपाईँ सुन्नु अब संसारमा कैयौँ देशका राजाहरू लखटिए काटिए मारिए आजीवन जेल बसे अब यस्तै भयो भने यो राजा पनि जेलमा जान्छ सुन्नुहोस् तपाईँ अब जेलमा हाल्छ अब बडे राजा होइन छोटे राजाहरूलाई चाहिँ देश निकाला गर्नुपर्छ भने हिजो चाहिँ संसदमा चाहिँ चर्काचर्की भएको बिर्सिनु भयो तपाईँले हेर्नु भएन सुन्नु भएन छोटे राजा ठुटे राजा चोर राजा ठग राजा हत्यारा राजा सबै राजा क्या हो जनतालाई तपाईँले भयो त तपाईँ ठाउँमा आउनु भयो त अहिले तपाईलाई छोटे राजाहरू तपाईँले देख्नुभयो नि कर्तुत जुनसुकै राजा भए पनि जनतालाई अन्याय गरे भने त्यसलाई फालिने हो अहिले सही कुरा गर्नु हो खेद्ने हो गर्ने हो देश निकाला गर्ने हो जेल हालिने हो अनि त्यसमा ताली बजाउनु छ यो कुरा तपाईँ बजाउनु त होइन जनताले ताली बजाउँछ अब तपाईँ ठिक ठाउँमा आउनु त्यही भएर छोटे राजाहरूलाई बेलैमा सुध्रेर जनतालाई निकास दिने विकास दिने जनतालाई हेप्ने पेल्ने होइन खबरदार हामी यो भन्न चाहन्छौँ तपाईलाई मैले अघि नै भनेको तपाईँको प्रश्न अलिक गम्भीर भएन क्या विकास चाहिँ कसरी गर्ने त एकचोटि निम्ति भन्नु त म तपाईँलाई भनिदिएको यो अहिले तपाईँ जतिसुकै विकासको मूल फुटेको भन्नुहोस् माओवादी आएको गणतन्त्र आएको 18 वर्षमा भयो बत्तीको आज 18 घण्टाको लोड सेडिङ हटेर उज्यालो बनाएको ल्यायो माओवादीले काठमाडौँको यत्रो बाटो फराकले बनाउनुको माओवादीले पूर्व पश्चिमको राजमार्गहरू फराकले बनाउनुको माओवादीले हुलाकी राजमार्ग सुरुङ राजमार्ग पहाडी लोकमार्गहरू बनाउनुको माओवादीले आज तपाईँको जिल्ला ताप्लेजुङ तेह्रथुम तपाईँको झापा पूर्व पश्चिम राजमार्ग गर्नु त्यही त हुलाकी राजमार्ग मध्य पहाडी पूर्व पश्चिम मेरो पालामा भएको मात्र त उहाँले भन्नु भएको छ नि 48 सालदेखि के हेरेर बसेको त केपी ओली एमाले काङ्ग्रेस झाले माले काङ्ग्रेसहरू के हेरेर बस्छ हामी आएपछि बनायो भने तपाईँहरू कस्तो कुरा यति पनि थाहा छैन त्यही भएर तपाईँ लिम्बूको छोरो अब तपाईँको हर्क सामङ राई एउटा राईको किराँतीको छोरो हो त्यही भएर सबै अब माओवादीमा आउनुहोस् झाले माले एमाले वादी माओवादी खाउवादी कुरा त आउँछ त त्यही नै आउँछ त्यो भन्छ यस्तो छ यस्तो स्वीकार्नुहुन्छ तपाईँ नै म स्वीकार गर्छु सुन्नुहोस् न तर यो देशको सबैभन्दा उत्कृष्ट काम गर्ने ऊ हो क्या माओवादी हो क्या लड्ने माओवादी मर्ने माओवादी परिवर्तन ल्याउने माओवादी जनतालाई अधिकार दिने माओवादी तपाईँ स्वतन्त्र दिने माओवादी मधेस छोरालाई राष्ट्रपति बनाउने माओवादी मलाई राष्ट्रपति बनाउने माओवादी तपाईँ र म यसरी स्वतन्त्र जुन अधिकार दिएको माओवादी विकासको मिल पुऱ्याउने माओवादी बिजुली बेच्ने माओवादी बत्तीको उज्यालो दिने माओवादी बाटो फराकले बनाउने माओवादी तपाईलाई अनि खाली उल्टो उल्टो प्रश्न सोधिरहेको मैले चुल्टो प्रश्न घाँटिसके मेरो दिमाग खराब भयो मैले चुल्टो प्रश्न सोधिरहेको त्यसमा नि सारा नेपाली जनता आज राजा कहिले आउँछन् भनेर हेरिराख्नु भएको छ राजालाई के सन्देश दिनुहुन्छ ल भन्नुहोस् त अन्तिममा राजा आइसक्यो अस्ति पोखराबाट आयो गएर मजाक चुपडा भए फेरि ग्याङ गरेर त्यहाँबाट खेल्छ जनताले होइन हिजो राजा चाहिँ पोखराबाट काठमाडौँ आउँदैमा गणतन्त्रवादीहरूको चाहिँ नि होस् वास उड्यो अस्पताल पुगे अरे कोही चाहिँ देशै छोडेर भागे अरे अब राजा दरबार छिर्यो भने के हुन्छ नेताहरूको हालत भन्नुहोस् त राजा हालत के हुन्छ राजा प्रजा जनता तपाईँ म सारा तिनको नेपाल जनताले त्यहाँ तपाईँको दरबारमा नाना र हेटीमा छिर्न पाउँछ तर 200 त तिर्नु पर्ला नि त मित्र टिकटको त्यो तिर्नु पर्दैन जाऊ यहाँ लिएर जाऊ कति कुरा लिएर जाऊ घुमाऊ लिएर आऊ 200 तिरेर कसलाई त्यो प्रचण्डलाई चाहिँ भात खानलाई मासु खानलाई त्यो 200 तपाईँ पनि जाने म पनि जाने 200 कसलाई के को लागि तिर्नु सरकारलाई ट्याक्स को सरकार प्रचण्डलाई तिर्नु पर्ने तपाईँ सरकार म सरकार तिर्नु पर्ने होइन ट्याक्स दिए बापत यो सरकारले के दियो त तपाईँ मलाई के दियो त दियो त बाटो घाटो दियो खाने पानी दियो सस्तो पहिला राजाले दियो हेर्नुहोस् खबरदार आज 2 किलोमिटर कहीँ चाहिँ बाटो बनाएको छ यो सरकारले जो मान्छे पक्कै पनि मैले यसो बुझ्दाखेरि पत्रकार होइन एउटा अस्पताल बनाएको हो यो मान्छे आज एउटा अस्पताल बनाएको छ रोडहरू कसले बनायो सेम त्यो रैतले जे भन्छ त्यो रको टुडी खेल पनि निल्याछ खाका छैन खोला नाला सबै खान्छ अब सुन्नुस् सरकारी सम्पत्ति सबै खान्छ बालेनले चाहिँ राजाका रैतीहरू सुन्नुस्
मान्छे रोपनी माफियाले खाएका तपाईँ एक करोड पाँच तपाईँका चाहिँ नि सुप्रिमोहरूले खाएका सबै मालेले लिएर हेलो के खायो हामीले होइन त्यो महाकाली खाएको हामीले हो कसो खाएको हामीले हो 1950 सदी गरे हामी हो तपाईँको 12 खाने हामी हो तपाईँको चाहिँ 340 को खाने हामी हो मान्छेपति हामी हो बाटोलाई खाने हामी हो हामी के खायो यति ओम्नी वाट बडी तपाईँको एनसीएल तपाईँको धनी त लौडा के चाहिँ खायो हामीले तपाईँले नखाए नि खाना त नेताले खाएर छ नि हैन हाम्रो पार्टीले कुन खायो भनेको अन्य नेताले खाएर छ नि त गरी के भने गरी के मान्छ अरूले खायो खाएर चाहिँ हामी खान्छ त त्यसमा खबरदारी गर्न किन सक्नु भएन कस्तो मान्छेले छानबिन गर्न किन सक्नु जेलले हाल्दाखेरि हामीलाई उत्तानो टाङ लगाइराख्यो होइन 3 चोटी 4 चोटी सरकारमा गएको तपाईहरु त्यो छोड्नु 4 चोटी सरकारमा गएको को पूर्व उपप्रधानमन्त्रीले मेरो कार खाइसक्यो मेरो मात्र मेरो स्वर सुकिसक्यो गीत खराब भइसक्यो मात्र मात्र यार यस्तो त फरक हुन्छ आम्मा होइन खबरदार तपाईँ हाँस्न पाउनुहुन्न अचम्मै दियो सो सुकिसकेर सुन्दैन कुरा हाँसेर मतलब मान्छु स्वर सुकिसक्यो तपाईँ जनताको आधारमा हुनुहुन्छ अन्तिममा सारा नेपाली जनतालाई के भन्नुहुन्छ यो आज हामी देशमा सारा नेपाली जनता निराश भएको अवस्था छ उहाँलाई के भन्नुहुन्छ सारा नेपाली जनता हाम्रो पत्रकार जो जस्तै पागल बन्न भएन एक त्यो राजाको रयती जस्तै गरेर हैन मान्छे बन्नु पर्यो रयती बन्न भएन दास बन्न भएन 2 कालो सेतो छोड्नु पर्यो 3 हैन हामी राम्रोलाई हाम्रो भन्नु पर्यो सुनुस् यो देशको एकमात्र देशको विकास प्रेमी पार्टी माओवादी हो भनेर हामी भोकै हिँडौला तर भाइ भाइ मार्ने दाइ दाइ मार्ने हामी हैन ज्यान मारा बन्न सक्दैनौँ हामी अब यहाँ सुन्नुस् जनता मारा बन्न सक्दैनौँ हामी तपाईको धन्यवाद होइन यहाँ सुन्नुस् न यसो मैले बुझ्दाखेरि उहाँको के प्रश्न हेर्दाखेरि उहाँ तपाईको म पागल बनाउला म भोकै हिँडौला 17,000 मा पर्न छोड्नु दाइ मारा यस्तो दाइ मारा हामी बन्न सक्दैनौँ नेपाली जनता मारा चोरलाई फटालाई लुटेरलाई नि के हेर्नु पर्छ त हेर बल्ल सिद्धि ल ल सिद्धि सके आवश्यकता ओके नमस्ते धन्यवाद यस्तो प्रश्न आफैले नगर्नु तपाईले